हेलो हेलो सबैमा नमस्कार। अब चाहिँ म भोलि मार्केट पठाउने बङ्गुरहरूलाई चिना लगाउन जाँदैछु। ठुलो ठुलो छानेर चिना लगाउनु पर्ने हुन्छ। यी चाहिँ भोलि मार्केट पुग्ने बङ्गुर हुन्। यहाँ भिडियो खिचिने कोही नभएर आफै खिच्नु पर्ने हुन्छ। यी चाहिँ सबै भोलि मार्केट जाने हुन्छ। अब भोलि बेलुका नभए पर्सिसम्म कसको आहारा बन्ने यिनीहरू। यस्तो छ माहौल यस्तो छ। यिनीहरू चाहिँ सबै भोलि मार्केट जाने बङ्गुर हुन्। मार्केट जाने बङ्गुर अब यिनीहरूको सबै ठुल्ठुलो छानेर पठायो भने यिनीहरूको तौल मजाले आउँछ। तौल आयो भने साउ पनि खुसी, हामी कामदार पनि खुसी। हजुर परदेशको समय परदेशको जम्मै यस्तै छ। कर्मथलोको काम भन्ने कुरा एक्लै गर्नुपर्छ यत्रो बङ्गुरको बिचमा। कति बेला आएर पछाडिबाट एउटा बङ्गुरले फेलिदियो भने यिनीहरूको दाना पानी सबैसँग आएको छ। यतातिर आदि छ, यतातिर आदि छ। यस्तो छ बङ्गुरहरू, यसै छ। यस्तै छ हजुर। अब हेर्ने जतिले सहयोग गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गरेर भर्खर सिक्दैछु गर्दैछु। आउँदा दिनहरूमा अझ राम्रो गर्ने प्रयास गर्नेछु। एक ठुलो छानेर भोलि पठायो। बाँकी बचेको फेरि 2-4 दिनसम्म मजाले चारो खान्छ। अनि फेरि बाँकी रहेको बङ्गुर पनि ठुलो हुन्छ। त्यसपछि चाहिँ त्यस्तै आएर फेरि यी कोठाहरू खाली हुँदै जान्छ। फेरि साना पाठा ल्याएर हाल्दै जाने। फेरि खाली भएको 3 महिनापछि फेरि पुनः अर्को लट यस्तै भएर हुर्किएर मार्केटसम्म जानलाई तयार हुन्छ।